साथीहरू सबैलाई गुड मर्निङ होइन। साथीहरू गुड मर्निङ। आज चाहिँ 6 बजे उठ्नुपर्ने, आज नि ढिला भइसकेको छ। कोठाबाट निक्लिँदाखेरि 6:30 नै भयो होइन। के गर्ने, बेलुका अलिकति ढिला सुत्दिएको, अहिले अलिकति ढिलै उठ्न पाइयो, छिटो उठ्न सकिएन। छिटो उठ्न नसकेपछि गाह्रो। 6:30 भएछ यहाँबाट हिँड्दा। आज काम सबैको सिधाइदिनुपर्छ। आज 11-12 बजीसम्म, त्यसपछि त दिउँसो त सुतेर बस्दिने होइन त। दिउँसो त गर्मीले मर्नुहुन्छ, कहाँबाट काम गर्नु सक्नुहुन्न। झन् त्यो टरोमा घामको रात त्यत्तिकै बस्दा त उहाँ गर्मी हुन्छ, झन् आगो बालेर काम गर्नु पर्यो भने त मर्नु नै पो हुँदो रहेछ त। त्यसैले बिहानै 6 बजे पुग्ने हिसाबले जानुपर्ने, 6:30 बजे ठ्याक्क पुग्ने हिसाबले आज नि ढिला भयो। राति सुत्ने 12, 12:30 हुन्छ। हिजो नि अझ ढिला हुन्थ्यो होला, मोबाइलमा चार्ज सिद्धेर चाहिँ चाँडै सुत्यो। तर केही छैन, काम फास्ट गर्नु सक्यो भने त छिटै हुन्थ्यो। घाम चर्किया छ बिहानै, 5 बजे उज्यालो हुन्छ के हो त। 5 बजे उज्यालो हुन्छ क्या रे। अब हेर्दैछौँ तिम्रो यो गाइडले साइड लाइटमा लिइरहेको उता जानलाई। ठिक छ, त्यसो भए कस्तो चिसो हुन्छ भने बिहान बिहानमा कुदाउँदा पनि चिसो हावा। पुरा हावा आउँछ, मुड फ्रेस हुन्छ क्या बिहान निक्लेर काममा हिँड्यो भने चाहिँ। काम पनि गर्न मजा आउने। नत्र भने त दिउँसो त काम गर्ने अल्छी लाग्छ। 8 बजे उठ्ने मान्छे म, अहिले 5 बजे 5:30 बजे उठेर हिँडेको छु। आज र हिजो 2 दिन भइसक्यो ढिला भएको। ठिक छ, हिजो मेरो काम धेरै थिएन, 10 बजेतिरै काम सिधै थियो हिजो। अब आज चाहिँ कति बजे काम सिद्धिन्छ, आज चाहिँ कम्नै छ काम। साइड लाइट उहाँदेखि बाल्न लाग्छ, कहाँनिर कटिङ लिने हो नि थाहा छैन। अब त 4 बजे उठेर हिँड्नु पर्ला जस्तो छ। 8 बजेदेखि काममा जाने, 10-11 बजेतिर काम सिकाउने, आउने, सुतेर बस्दिने। हाम्रो गभर्मेन्टले त पर्नु हुन्छ त दिउँसो। त्योभन्दा बरु बिहान आउने काम सिधाइदियो, बिहान आउँदा। एकचोटि माथि जाउँ होइन, कस्तो ल्याएको छ कि छैन। देख
हेलो के छ यो के ढुङ्गा हिँडेको त्यो छ ठुलो प्याकेटको छ नि ठुलो प्याकेटको एउटा जुन ठुलो प्याकेट दुध हो सानो भयो भने छिटै सिधै सिधै गर्छ है कति हाल्ने ग्राम छोडीमा 7 ग्राम टन्नै जाँदो रहेछ आधी किलोले पुग्छ कि भन्छ नि आजकल दिदी आउनु भएको छैन आउनुहुन्न है अब कोठामा जाउँ भने सुतिरहेको होला नि भर्खर 7:30 त बजे छैन बाटो सानो छ छिर्नै गाह्रो क्या यहाँ चाहिँ गाडीहरू हेलो दाइहरू नमस्कार मात्र भेटौँ होला भनेर दाइहरूलाई खुसी बनाउन नि गाह्रो छ कहिले बिस्कुट किन्न लगिदिनुपर्छ नत्र फेरि बाटो छेकेर कुटिहाल्ला अर्को दाइ उता बसेर हेरिरहेछ जानु पाएन भुट्नु थाल्छ